नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो च्यानल टेकमी इन्जिनियरमा। आज हामी कुरा गर्ने छौं 2025 मा आएका ती 10 ग्याजेटहरुको बारेमा जुन तपाईलाई अहिलेसम्म थाहा नहुन सक्छ। ती ग्याजेटहरुले हाम्रो दैनिक जीवनलाई अझ सजिलो र रमाइलो बनाउँदैछन्। ती ग्याजेटहरु के हुन् त? यसको बारेमा जान्नको लागि सुरु गरौँ आजको टपिक। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र यो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट शेयर गरिदिनु होला, साथै च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। सबैभन्दा पहिलो नम्बरमा रहेको छ स्मार्ट मिरर। सुन्दा अचम्म लाग्छ हैन र? यो यस्तो ऐना हो जसले तपाईको अनुहार मात्र देखाउँदैन, बरु मौसमको जानकारी, तपाईको दैनिक तालिका र समाचार पनि देखाउँछ। यो ऐनालाई तपाईले बाथरुममा राखेर प्रयोग गर्न सकिन्छ र यो 2025 को ट्रेन्डिङ ग्याजेट मध्येको एउटा रहेको छ। दोस्रो नम्बरमा रहेको छ फोल्डेबल ल्यापटप स्क्रिन। यो ग्याजेटले तपाईको ल्यापटपको स्क्रिनलाई फोल्ड गर्न मिल्ने बनाउँछ। सानो झोलामा बोकेर हिँड्न सकिन्छ र ठूलो स्क्रिन चाहिदा खोल्न पनि सकिन्छ। काम र मनोरञ्जन दुवैका लागि गजब। सो तेस्रो नम्बरमा रहेको छ एआई पावर्ड स्मार्ट ग्लासेस। यो चस्माले तपाईको अगाडिको दृश्यलाई विश्लेषण गरेर जानकारी दिन्छ। उदाहरणका लागि कुनै ठाउँको वा बाटोको दिशा स्क्रिनमा देखाइन्छ। 2025 मा यात्रा प्रेमीहरूको लागि चाहिँ यो निकै नै उपयोगी रहेको छ। चौथो नम्बरमा रहेको छ सेल्फ क्लिनिङ वाटर बोतल। नाम सुन्दै तपाईले थाहा पाइसक्नुभयो होला यो के हो भनेर। जस्तो पानीको बोतल आफै सफा हुन्छ र? हो, यो ग्याजेटमा युभी प्रकाश प्रयोग गरेर बोतल भित्रको फोहोर र ब्याक्टेरिया हटाउँछ। एउटा स्वास्थ्य जीवनको लागि चाहिँ यो एउटा शानदार आविष्कार हुन सक्छ 2025 को लागि चाहिँ। त्यसपछि रहेको छ पाँचौं नम्बरमा पोर्टेबल होम जिम। अब यो पनि तपाईले नामबाटै थाहा पाइसक्नुभयो होला। यो सानो उपकरणले तपाईको घरमै जिमको सुविधा दिन्छ। यो फोल्ड गर्न मिल्छ र विभिन्न व्यायामका लागि प्रयोग गर्न सकिन्छ। जस्तै हामीले घरमै एक्सरसाइजहरु गर्नु पर्यो भने चाहिँ एउटा मिनी जिम चाहिँ यसले दिने गर्दछ। 2025 मा चाहिँ फिटनेस प्रेमीहरूको लागि चाहिँ एकदम रोजाइमा पर्ने ग्याजेट रहेको छ यो। सो छैटौं नम्बरमा रहेको छ स्मार्ट रिङ। यो सानो औँठीले तपाईको मुटुको धड्कन, निद्रा र शारीरिक गतिविधि मापन गर्छ। फोनको नोटिफिकेसन पनि देखाउँछ। घडीको सट्टा यो हलुका विकल्प हो। 2025 मा तपाईले यो डिभाइस पनि प्रयोग गर्न सकिन्छ। नम्बर 7 मा रहेको छ होभरिङ चार्जर। यो चार्जर एउटा हावामा तैरिने चार्जर हो र तपाईको फोनलाई वायरलेस चार्ज गर्छ। टेबलमा ठाउँ पनि बचत हुन्छ र स्टाइलिश पनि देखिन्छ। त्यसपछि छ 8औं नम्बरमा भर्चुअल टच किबोर्ड। यो ग्याजेटले कुनै पनि समतल ठाउँमा लेजर प्रयोग गरेर किबोर्ड प्रोजेक्ट गर्छ। तपाई हावामा टाइप गर्न सक्नुहुन्छ। 2025 को भविष्यमुखी प्रविधि हो यो। र 9औं नम्बरमा रहेको छ स्मार्ट प्लान्ट पोट। यो बिरुवाको भाँडोले आफै पानी हाल्छ र बिरुवाको स्वास्थ्यको जानकारी तपाईको फोनमा पठाउँछ। घरमा हरियाली राख्न चाहनेहरूको लागि यो 2025 मा अति उपयुक्त ग्याजेट रहेको छ। र अन्तिममा 10 नम्बरमा रहेको छ माइन्ड कन्ट्रोल ड्रोन। ड्रोन भनेर तपाईले थाहा पाइसक्नुभयो होला। अब यसले के काम गर्छ भन्ने कुरा त सबैभन्दा रोचक ग्याजेट हो यो। यो ड्रोन तपाईको दिमागको संकेतबाट निर्धारण हुन्छ। हेडसेट लगाएर सोच्नुहोस् र ड्रोन उडाउनुहोस्। गेमिङ र अनुसन्धानमा यो क्रान्तिकारी हुनेछ 2025 को लागि चाहिँ। यी थिए 2025 का 10 ग्याजेटहरु जुन तपाईलाई अहिलेसम्म थाहा नहुन सक्छ। तपाईलाई यी मध्ये कुन चाहिँ सबैभन्दा रोचक लाग्यो कमेन्ट गर्नुहोस्। यदि यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। साथै बेल आइकन पनि थिच्न नबिर्सनुहोस्। अब हामी अर्को भिडियोमा भेट्ने छौं। अहिलेलाई नमस्ते, धन्यवाद।